Hello and welcome back to TET online tutorial र आज चाहिँ we will be discussing about the syllabus for this probationary primary teachers अनि यो चाहिँ written examination को लागि syllabus को बारेमा डिस्कस गर्दैछौँ and we have been receiving a lot of messages from your end जहाँले चाहिँ तपाईहरुले कन्टेन्ट को बारेमा syllabus को बारेमा डिस्कस गरिदिनुस् भिडियो बनाइदिनुस् भनेर you all are requesting for such videos and त्यसलाई नै हामीले तपाईहरुकै कुरालाई मान्दै हामीले यहाँनिर आज यो सिलेबस साथसाथै विल बी डिस्कसिङ मोर देन 30 क्वेसन फ्रम जेनरल नलेज एन्ड similarly in days to come there will be more videos which will be uploading for social science and mathematics and the teaching methodology so such and such त्यस्तोहरू हुँदै जान्छ है so before moving on to the syllabus I just have a very small announcement that is अब सिक्किममा चाहिँ यो एक्जाम्सहरू दुईटा टियरमा हुनेवाला छ एक त रिटन एक्जाम हो अर्को चाहिँ वक इन इन्टरभ्यू हो सो वक इन इन्टरभ्यूको लागि चाहिँ वी आर डिस्कसिङ कि हामी चाहिँ तपाईँहरूलाई मक इन्टरभ्यू प्रोभाइड गर्ने भनेर हामी सोचिरहेको छौँ सो यो मक इन्टरभ्यू चाहिँ तपाईँको फिजिकल्ली हुनेवाला छ यो चाहिँ अनलाइन हुँदैन तपाईँले वन्स यु आर लाइक क्लियर विथ दिस रिटन एक्जामिनेसन यु क्यान कम ब्याक एन्ड एप्लाई फर दिस मक इन्टरभ्यू अनि मक इन्टरभ्यूमा तपाईँले इफ यु लाइक यु नो गट चान्स अनि मक इन्टरभ्यू गर्ने chances पाउनुभयो भने you will have a better experience or first hand experience of what is going to happen at a the walk-in interview and at the same time you will be having the opportunity to strengthen whatever the weaknesses that you are having, right? So that is a win-win situation for any of the aspirants. So following the same, we have decided to do it, and if you are interested to take this mock interview you also can take it afterwards so without further ado let us discuss about the syllabus for written examination of probationary primary teachers okay number 1 हेर्नुहोस् यो रिटर्न एक्जामिनेसनको लागि चाहिँ तीनटा फेजको तीनटा कुराहरूलाई चाहिँ हामीले विशेष ध्यानमा राखेर चाहिँ प्रिपेयर गर्नुपर्ने छ नम्बर 1 त जेनरल इङ्ग्लिस भयो यसमा प्यासेजेस पोमदेखि लिएर गएर तपाईँले ग्रामर्सहरू विशेष गरेर हेर्नुपर्ने हुन्छ यसको लागि पनि तपाईँहरू चाहनुहुन्छ भने विल अपलोड द भिडियोज ओके जेनरल इङ्ग्लिसको लागि त्यति भइहाल्यो अनि यो जेनरल इङ्ग्लिसभित्र एरर डिटेक्सन पनि आउनसक्छ तपाईँको ग्रामर मैले भनिहालेँ है त्यहाँदेखि तपाईँको सिनोनिम्स एन्टोनिम्सहरू सो यु हेभ टु बी केयरफुल अबाउट दिस थिङ एन्ड वर्ड सब्स्टिट्युसनको लागि पनि अलिकति प्रिपेयर गरेको राम्रो हो एन्ड जुन चाहिँ नम्बर 2 मा छ द्याट इज जेनरल नलेज त्यो जेनरल नलेजमा चाहिँ तपाईँको धेरैवटा कुराहरू जस्तै सिक्किमको रिलेटेड पनि हुनसक्छ इन्डिया त्यहाँदेखिको लिएर इन्टरनेसनली त्यहाँबाट करेन्ट अफेयर्सहरू पनि यसमै अलिकति तपाईँले आफूले प्रिपेयर गर्नुपर्ने हुन्छ है जति स्ट्याटिक कुराहरू छ त्यसमा पनि अलिक तपाईँले प्रिपेयर गर्नुपर्ने हुन्छ अब नाउ नम्बर 3 इज समथिङ द्याट वी क्यान एक्चुअली हेल्प यु आउट एन्ड नम्बर 3 नम्बर 2 एन्ड नम्बर 1 है पनि हामी हेल्प गर्न सक्छौँ इफ वी हेभ अ डिसेन्ट नम्बर अफ अडियन्स इन द आवर युट्युब च्यानल ओके सो नम्बर 3 को मा चाहिँ हेर्नुहोस् वी हेभ 90 मार्क्समा चाहिँ कसरी डिस्ट्रिब्युट भएको छ भन्दा चाहिँ इट इज डिस्ट्रिब्युटेड अमङ म्याथमेटिक्स साइन्स एन्ड सोसल साइन्स ओके सो यसमा चाहिँ के छ भने तपाईँले म्याथमेटिक्सको हामीलाई मेसेजहरू आइरहेको थियो म्याथमेटिक्सको क्लास गराइदिनुहोस् न हामीलाई भनेर बट यहाँनिर म्याथको मात्रै क्लास गरेर चाहिँ हुँदैन देयर इज मार्क्स फर कन्टेन्ट एन्ड टिचिङ मेथोडोलोजी द्याट मिन्स म्याथमेटिक्स पढाउने जुन चाहिँ प्याडागोजी छ तपाईँले डिलेटमा सिक्नु भएको त्यो प्याडागोजी रिलेटेड अनि सिचुएसनल बेस्ड क्वेसन पनि हुन्छ एट द सेम टाइम म्याथमेटिक्सको कन्टेन्टलाई लिएर पनि देयर विल बी क्वेसन साइन्सको पनि सेम हो टिचिङ मेथोडोलोजी या फिर टिचिङ प्याडागोजीलाई लिएर पनि तपाईँको क्वेसन हुन्छ एट द सेम टाइम तपाईँलाई कन्टेन्टको पनि क्वेसन हुन्छ एन्ड सोसल साइन्सको पनि सेम नै जान्छ एन्ड अ भेरी गुड इन्फर्मेसन इज द्याट कि हाम्रोमा सोसल साइन्सको चाहिँ अलरेडी क्वेसनहरू रेडी भइसकेको छ यो भिडियोमा यदि 200 लाइक पुग्यो भने जुन जतिखेर पुग्छ विल अपलोड द भिडियो एट द भेरी मोमेन्ट ओके ओके लेट्स स्टार्ट द क्वेसन आन्सर सेसन नाउ द फर्स्ट क्वेसन इज द फर्स्ट रेगुलर सेसन अफ जेनरल एसेम्ब्ली अफ UN वाज हेल्ड एट न्युयोर्क पेरिस लन्डन और मस्को तपाईँको यो चारटामा चाहिँ UN भन्ने बित्तिकै युनाइटेड नेसन हो युनाइटेड नेसन भनेको 1945 मा फर्म भएको अर्गनाइजेसन हो जसले चाहिँ it was aimed to like you know build peace in the world after the second world war and League of Nations जस्तो फेल भयो त्यसको बादमा यो बिल्ड भएको हो है युनाइटेड नेसन सो यसको फर्स्ट जेनरल एसेम्ब्लीको सेसन चाहिँ कहाँनिर भयो भन्ने क्वेसन सोध्दै थियो एन्ड द करेक्ट आन्सर फर दिस क्वेसन इज
option number C, that is London. Tapaiले अबदेखि answer, if you want to give the answer, you can pause the video and try to answer. Thereafter, you can see the correct answer. Okay, we are not going to provide you timer. Okay, let's go to the next question. The nearest planet to the sun is Venus हो कि Mars हो कि Mercury हो कि Jupiter? And the correct answer is again option number C, that is Mercury. Okay, so let's go to the next question. The first month of Indian national calendar is Faguna, Magha, Jesta or Chaitra. And the correct answer for this question is option number D, that is Chaitra. And the end of the Indian national calendar is Faguna, and Chaitra is actually the first month of the Indian calendar. As you can see on the other side of the slide, there is a detailed description about the Indian calendar and the name of the months. Okay, so let's go to the next question. The national anthem of India, Jana Gana Mana, was first sung in Jana Gana Mana चाहिँ कहिले फर्स्ट चाहिँ कहिले गाइएको थियो भन्ने क्वेसन छ. You can pause the video and give the answer. And the correct answer for this question is option number D, that is 1911. Now, let's go to the next question. Which of the following types is used by computed tomography employed for visualization of the internal structure of human body? So, what can be the correct answer? X-rays, sound waves, magnetic resonance, or radioisotopes? And the correct answer for this question is X-rays. Let's go to the next question. With which one of the following games the Hopman Cup associated? सो होपमन कप भन्ने चाहिँ एउटा टुर्नामेन्ट हुन्छ. त्यो टुर्नामेन्ट चाहिँ कुन चाहिँ स्पोर्ट्ससँग चाहिँ रिलेटेड छ भनेर भन्दैछ यहाँनिर क्वेसनले. एन्ड द करेक्ट आन्सर इज अप्सन नम्बर बी, द्याट इज लाउन टेनिस. नाउ who of the following is not associated with sitar? And here are the list of the people or the prodigies and the very prominent musically prominent people who play sitar है. एकजना चाहिँ हुनुहुन्न, सो उहाँलाई चाहिँ हामीले फाइन्ड आउट गर्नुपर्ने छ. एन्ड द करेक्ट आन्सर फर दिस क्वेसन इज अप्सन नम्बर डी, द्याट इज अजमत अली खान. उहाँ चाहिँ हुनुहुन्न. ओके, सो लेट्स गो टु द नेक्स्ट क्वेसन. Which of the following Indian state has largest number of scheduled tribe population? Scheduled tribe population चाहिँ लार्जेस्ट नम्बरमा भएको चाहिँ कुन चाहिँ स्टेट होला? बिहार, ओडिसा, मध्य प्रदेश, आसाममा चाहिँ. एन्ड द करेक्ट आन्सर फर दिस क्वेसन इज अप्सन नम्बर सी, द्याट इज मध्य प्रदेश और एमपी. ओके, मध्य प्रदेश. The Chief Justice of India was the first Chief Justice. I'm so sorry. The first Chief Justice of India was के को हुनुहुन्थ्यो होला? And the correct answer for this question is option number C, that is Harilal J. Kania. The first election commissioner of India was, and if you have studied this political science of class 12, that is a separate topic for this, the era of one party domination, where you'll be reading about the first election of India, right? So therein you might be aware of the first chief election commissioner of India, and he was none other than option number D, that is Sukumar Sen. Can anybody in the comment section tell me in which year the first general election of India was held? Okay, let's go to the next question. The spherical shape of rain droplet is due to the spherical shape of rain droplet is due to cohesion, surface tension, adhesion, or capillary action. So the correct answer for this question is option number B, that is surface tension. Which of the following is the busiest airport of India? Delhi, Mumbai, Bengaluru, or Chennai? And you might be aware of this fact, or तपाईलाई एकदमै सजिलै थियो. The correct answer for this question is Delhi.
द ब्याटल अफ वार्लो वाज फट इन कुन चाहिँ सालमा ब्याटल अफ वार्लो लडिएको थियो भन्ने क्वेसन छ. सो यु क्यान गिभ यर आन्सर. And the correct answer for this question is option number D, that is 1915. 1915 मा चाहिँ ब्याटल अफ वार्लो फाइट गरिएको थियो. सो if you want to read more about what battle of Waterloo, here is a clip you can study. Okay. The biggest city of the world in area is New York, Tokyo, Mount Lisa or Paris. And the correct answer for this question is Mount Lisa. New York is located on the bank of river. New York चाहिँ कुन चाहिँ खोलाको किनारमा छ भनेर सोध्दैछ क्वेसनले. And the correct answer for this question is option number C, that is Hudson. Mesopotamia is the old name of. Mesopotamia चाहिँ कसको पुरानो नाम हो? कुन चाहिँ देशलाई चाहिँ हामी मेसोपोटेमिया भनेर चिनिन्थ्यो? Whether it is Iran, Iraq, Turkey or Egypt, कुन चाहिँलाई चिनिन्थ्यो होला? And the correct answer for this question is option number B, that is Iraq. इराकलाई हामी मेसोपोटेमिया भनिन्थ्यो है. Let's go to the next question. Why does the sky looks blue? हाम्रो आकाश किन चाहिँ नीलो देखिन्छ? This is very easy. It must be very easy to answer. And the correct answer for this question is option number C, that is blue color light is of short wavelength, so can be scattered by dust particle and water vapor, is the correct explanation for having the sky as blue color. Okay, now we have seen in the C-TET, S-TET, the trends of like matching the column or matching the list has been very prominent, right? So having said that, we couldn't like ignore such kind of question. That's why we have put on some question which are like matching the list by the given codes. So following the same, here is a question. जाने चाहिँ लिस्ट नम्बर 1 मा कोल, पेट्रोलियम, कोल, एलपिजी ग्यास, त्यहाँदेखि लिएर वाटर ग्यास, त्यहाँदेखि सिएनजीहरूको बारेमा भनेछ. यतापट्टि के छ यसमा इन्ग्रेडियन्ट त्यो कुराहरू छ यहाँनिर. सो तपाईहरुले यसलाई हेरेर आन्सर मिलाउन सक्नुहुन्छ. एन्ड तपाईले तल कोडलाई हेरेर एबीसीडी चाहिँ त्यहाँबाट आन्सर दिनु पर्यो. सो यो खालको क्वेशनहरु प्र्याक्टिस गरिराखौँ है. सो इफ यु सी, हामीले सिधै हेर्ने भने एलपिजी को हुन्छ ब्युटेन र प्रोपेन. सो द्याट मिन्स सी को 2 हुनु पर्यो. सी को 2 भएको अप्सन दुईटामा छ, द्याट इज अप्सन नम्बर बी र डी मा छ, राइट? अप्सन नम्बर बी र डी मा भइसकेपछि नाउ लेट्स सी, एलपिजी को त्यो भइसकेपछि अब हाम्रोमा अर्को केबाट गर्न सकिन्छ हामीले? वाटर ग्यास. लेट्स सी, वाटर ग्यास भन्ने बित्तिकै हाइड्रोजन भएको है, कार्बन मोनोअक्साइड र हाइड्रोजन भएको. द्याट मिन्स अप्सन नम्बर डी को चाहिँ हाम्रोमा हुनु पर्यो 1. अप्सन नम्बर डी को 1 भएको अप्सन नम्बर बी मा छ, राइट? सो द्याट मिन्स option number B is the correct answer. Okay, the other question for this session is instrument used for measuring humidity is. humidity लाई चेक गर्नको लागि चाहिँ इन्स्ट्रुमेन्ट कुन चाहिँ युज गरिन्छ भन्ने क्वेशन छ. barometer, thermometer, hygrometer or hydrometer. So the correct answer for this question is hygrometer. Okay, option number C, hygrometer is the correct answer. The Dronacharya Award for Sport Coaches was instituted in the year. द्रोणाचार्य अवार्ड भन्ने चाहिँ हाम्रो कोचेसहरुलाई दिन्छ. यो कोचेसहरुलाई चाहिँ हामीले यो अवार्ड चाहिँ कहिलेदेखि चाहिँ दिन थालेको भनेर यहाँ क्वेशनमा सोध्दैछ. एन्ड द करेक्ट आन्सर फर दिस क्वेशन इज अगेन अप्सन नम्बर बी, द्याट इज 1985 देखि चाहिँ सुरु गरिएको द्रोणाचार्य अवार्ड दिन हस्. सो let's go to the next question. The Pulitzer Prize is associated with which one of the following? Environmental protection, Olympic Games, journalism, civil aviation. कुन चाहिँ सँग रिलेटेड छ Pulitzer Prize? So
the correct answer for this question is journalism. So journalism ma josle pani ekdamai exceptional kaamharu garcha, they are awarded with this Pulitzer Prize, and the correct answer was option number C, journalism. Let's go to the next question. SpaceX, or spacecraft manufacturing and launching company, is its headquarter is at which of the following countries? कुन चाहिँ कन्ट्रीमा छ SpaceX को हेडक्वार्टर? अनि तपाईँलाई याद छ स्पेस एक्स भनेको चाहिँ इट इज ओन बाई एलन मस्क, अनि एलन मस्क चाहिँ कहाँबाट हुनुहुन्छ भन्दा हि इज फ्रम युएसए, राइट? सो युएसए इज द करेक्ट आन्सर. अगेन हामीले लिस्ट मिलाउनु पर्नेछ. यहाँनिर एकपट्टि चाहिँ हाम्रोमा आर्टिस्ट हुनुहुन्छ, अर्को लिस्ट 2मा चाहिँ हाम्रो क्लासिकल डान्स, उहाँले के डान्स गर्नुहुन्छ. तपाईँले ब्रिजु महाराज हेर्नुभयो भने सायदै इजिली तपाईँले मिलाउन सक्नुहुन्छ होला. ब्रिजु महाराजले के गर्नुहुन्थ्यो, त्यसको बादमा उहाँलाई हेरिसक्यो भने तपाईँले लगभग यसको आन्सर इजिली म्याच गर्न सक्नुहुन्छ होला. सो यु क्यान ट्राई. एन्ड द करेक्ट आन्सर फर दिस क्वेसन इज अप्सन नम्बर 1A नै थियो करेक्ट आन्सर. किनभने ब्रिजु महाराज भन्ने बित्तिकै तपाईँलाई याद छ कथकसँग रिलेटेड हो उहाँ. सो अप्सन नम्बर 2 भएको चाहिँ अप्सनमा एउटा दुईवटा थिएछ है, दुईवटामा डी र उयसमा थिएछ. एन्ड बट अप्सन नम्बर 1A इज करेक्ट. ओके, नाउ फेरि पनि यहाँनिर लिस्ट मिलाउनु पर्ने छ. एकपट्टि रिलिजन छ, अर्कोपट्टि सेक्रेट बुक, उहाँको बुक के हो भनेर. सो जुडाइजम, थाओइजम, जोरोस्ट्रियन एन्ड बुद्धिज्म इज देयर. यतापट्टि तपाईँको कुन कुन सेक्रेट बुक छ त्यसको बारेमा छ. नाउ यु क्यान म्याच द दिस लिस्ट 1 विथ लिस्ट 2 एन्ड आन्सर. लेट्स सी, यहाँनिर पनि सजिलो छ किनभने ताओइजमको ताओ चेन हो. ताओ चेन भनेपछि अप्सन बी को चाहिँ 5 हुनु पऱ्यो. बी को 5 भएको अप्सन दुईवटा छ, बी एन्ड सी. ओके, नाउ लेट्स गो विथ बुद्धिज्मको सूत्रास हुनु पऱ्यो है. सो सूत्रास चाहिँ केमा छ भन्दा अप्सन नम्बर डी को 1 हुनु पऱ्यो. भनेपछि अप्सन नम्बर बी विल बी द करेक्ट आन्सर. द्याट मिन्स अप्सन नम्बर बी इज द करेक्ट आन्सर. नाउ द एनदर क्वेसन, यतापट्टि कन्ट्री छ, अर्कोपट्टि करेन्सीहरू छ. यो देशको करेन्सीलाई के भनिन्छ त्यो अनुसारले गर्नुपर्नेछ है तपाईँले. सो हामीलाई यसलाई पनि अलिकति सजिलैसँगले गरौँ. इरानको रियाल हुन्छ है, अनि तपाईँको चाइनाको यान हुन्छ. भनेपछि ए को 2बाट सुरु हुनु पऱ्यो. त्यहाँबाट इरानको रियाल भनेपछि डी को 3 हुनु पऱ्यो. ए को 2, डी को 3 भनेपछि अप्सन नम्बर A is the correct answer for this question. So this way some of the question from general knowledge, and we'll be covering more of such question in days to come.